पछिल्ला केही दिन यता बजारमा एलपीजी गैसको अभाव देखिएको भन्दै सरकारमाथि प्रश्न उठिरहेको बेला प्रधानमन्त्री बालेन शाहले भने राष्ट्रिय उद्योग तथा संस्थानमा सुधारका प्रयास भइरहेको दावी गरेका छन्। प्रतिनिधि सभामा सरकारको काम कारबाही र बजारमा देखिएको गैस अभावबारे संसदले प्रश्न गरेपछि प्रधानमन्त्री शाहले आज बिहान लामो फेसबुक स्टेटस लेख्दै बन्द तथा घाटामा रहेका सरकारी उद्योग र संस्थान सुधारको दिशामा अघि बढेको दावी गरेका हुन्। सत्तारूढ दलकै सांसदहरूले समेत बजारमा देखिएको समस्या र सरकारको कार्य सम्पादन बारे प्रश्न उठाइरहेका बेला प्रधानमन्त्रीले आफ्नो सरकार गठनपछि राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउने कामलाई प्राथमिकता दिएको बताए। वर्षौंदेखि बन्द रहेका घाटामा थालिएका र निराशाले घेरिएका हाम्रा आफ्नै राष्ट्रिय उद्योग के फेरि तङ्ग्रेर आफ्नै गोडामा उभिएला भन्दै उनले यस्तो चिन्ता र शंका स्वभाव भएको उल्लेख गरेका छन्तर नियन्त साफा राखेर जिम्मेवारी प्रति इमानदार हुने हो भने चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खोल्न सक्ने उनको दावी। प्रधानमन्त्रीका अनुसार सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सकिन्छ भन्ने विषयमा सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको छ। त्यसैगरी परिणाम स्वरूप केही उद्योगमा आशा लाग्दा परिणाम देखिन थालेको उनको भनाइ छ। औषधि लिमिटेड नाफामा गएको दावी। प्रधानमन्त्रीले लामो समय घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछि 4 महिनामा 2 करोड 38 लाख रुपैयाँको औषधि बिक्री गरेको बताइएका छन्। विश्व संस्थान संगठनको गुड म्यानुफ्याक्चरिङ प्रोडक्ट्स जीएमपी मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा वृद्धि भएको र गत आर्थिक वर्षमा लिमिटेडले 3 करोड रुपैयाँ नाफा आर्जन गरेको उनको दावी छ। चालू आर्थिक वर्षमा 30 करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत आगामी 3 वर्षमा 98 प्रकारका निशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखिएको पनि प्रधानमन्त्री शाहले बताएका छन्। यस वर्ष 37 प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेमा 25 प्रकारको उत्पादन तयारी अन्तिम चरणमा पुगेको र हाल 11 प्रकारका औषधि उत्पादन भइरहेको उनले उल्लेख गरेका छन्। यस्तै ताजा समाचार र महत्त्वपूर्ण अपडेटहरूका लागि हाम्रो च्यानल शाह ज्ञानलाई सब्स्क्राइब गर्नुहोस्। आजलाई यति नै, धन्यवाद।